धारचुलामा पुल बनाउनका लागि पैसा उठायो हर्क साङपाङले, चन्दा उठायो। चन्दा भन्नु मिल्दैन त्यसलाई। र यो शब्दलाई अन्यथा नलिनुहोस् है, आफूले जे चिजलाई चन्दा उठायो त्यसको दुरुपयोग गर्यो भनेर आरोप लगाए पढ्नुभयो। त्यो त यस्तो छ, भन्नेले जे भन्दा पनि हुन्छ। एउटा कुरा त चन्दा भन्ने शब्द नै तपाईँको गलत शब्द हो, त्यो प्रयोग गर्नु हुँदैन होइन। अर्थ के लगाइयो भने पैसा अर्थ त जे लाउँदा पनि हुन्छ। त्यो मान्छेहरूलाई म भन्न चाहन्छु, तपाईँले कति सहयोग गर्नुभयो? त्यो भन्ने मान्छेले त ट्याक्स पनि छरिरहेको होला होइन। राजस्व भने थाहा छैन, ट्याक्स भने थाहा छैन होइन, बजेट भने थाहा छैन। बजेट हाम्रो कत्रो बन्छ? कर्मचारीले पाल्नलाई यहाँ धाउधाउ परिरहेछ। अस्ति प्रधानमन्त्रीले भेट्न गएको दुखेसो पोख्दै थियो होइन। अनि जुन चन्दा भन्दै हुनुहुन्छ, चन्दा भन्नु मिल्दैन त्यसलाई क्या। के भन्ने? त्यसले सहयोग हो, सहयोग हो होइन। सहयोग भन्नु आर्थिक सहयोग। 10 रुपियाँदेखि मासतिर जो जसलाई इच्छा छ दिनु, इच्छा नहुनेर नदिनु। तपाईँकोमा आउँछु म, यति निकालिराख्नु, त्यहाँ त्यति निकालिराख्नु भन्ने हिसाबको हो र त्यो पहिला चन्दा आतङ्क हुन्थ्यो नि एक समयमा, त्यो त होइन।